अनि साथीहरू आज एउटा अचम्मको डाटा सार्वजनिक भएको छ। यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले, बालन सरकारले 701वटा सवारी साधन जो उच्च पदस्थ ओहदामा रहेर निवृत्ति भइसकेका, रिटायर भइसकेका उच्च पदस्थ भिआइपीहरूले प्रयोग गरिरहेको गाडी 701वटा फिर्ता लिएछ। अब भन्नुहोस् यो 701वटा गाडी मात्रै लिएको थिएन यिनीहरूले इन्धन पनि सरकारकै चलाइराखेका थिए, ड्राइभर पनि सरकारकै चलाइराखेका थिए, त्यो गाडी सरसफाइ गर्ने कर्मचारी पनि सरकारकै लिइराखेका थिए भने अब कति बचत हुँदो रहेछ त। 701मा म एउटा सानो हिसाब गरेरै देखाउन चाहन्छु साथीहरूलाई। उनीहरूले 701 भनेपछि दिनको 15 लिटरको दरले इन्धन लिए पनि मिनिमम त्योभन्दा बढी नै लिए होलान्, सके फुल ट्याङ्की लिए होलान्, नत्र दिनको 15 लिटर 20 लिटरले मानेर चलाउन। दिनको 20 लिटर तिनीहरूले लिए भनेपछि 6-7 दिनमा 6 दिन चलाउँथे, ठिकै छ। 6 दिन 20 × 6 गर्दा हप्ताको 120 लिटर × 4 हप्ता हुन्छ। 4 भन्दाखेरि 480 लिटर, मोटामोटी यिनीहरूले 500 लिटर त लिए। 500 लिटर डिजल यिनीहरूले, डिजल या पेट्रोल जे लिए पनि यिनीहरूले लिए इन्टु आजको डेटमा 500 लिटर इन्टु महिनाको 500 लिटर इन्टु 220 मिनिमम पनि है। डेटमा भन्दाखेरि एउटा गाडीको इन्धन मात्रै 1,10,000 को यिनीहरूले वर्ष मासिक इन्धन लिँदो रहेछन्। अनि यसको ड्राइभरको तलब एकदम मिनिमम कम्ती भए पनि 30,000 रुपियाँ। 30,000 भन्दा तलको ड्राइभर हुँदैन। 30,000 गर्दा 1,40,000 भयो। यसमा महिनामा यिनीहरूले रिपेयर सिपेयर मेन्टेनेन्स यताउता गरेर यिनीहरूले 10,000 त पक्का लिए एकदम मिनिमम के तुच्छ राख्दाखेरि पनि प्लस 10,000 1,50,000 रुपियाँ एउटा गाडीको खर्च भने कति गाडी फिर्ता आयो त यही हिसाबले भन्दाखेरि 701 × 701 गर्दाखेरि कति भएछ त भन्दा यो 1 महिनाको मात्रै है। 1, 10, 100, 1000, 10,000, लाख, 10 लाख, करोड, 10 करोड, 10,51,50,000 सिर्फ 1 महिनामा राज्यको ढुकुटीमा बच्यो भने यो हिसाबले 1 वर्षमा कति भयो त साथीहरू? यो पनि हामीले हिसाब गर्नुपर्ने हुन्छ क्या। इन्टु त्यसलाई 12 ले गुणन गर्नुपर्छ। 12 गर्दा इक्वल टु तपाईँको चाहिँ नि 1, 10, 100, 1000, 10,000, लाख, 10 लाख, करोड, 10 करोड, अरब। 1,26 करोड 18 लाख रुपियाँ सिर्फ त्यो 701 एउटा गाडी जुन राज्यले फिर्ता लियो त्यो सबै चाहिँ नि बाट राज्य ढुकुटीमा जम्मा हुँदो रहेछ भनी अब यिनीहरूले चाहिँ नि योभन्दा अगाडिमा राज्य सत्ता चलाइरहेका यी साथीहरू त कतिजना त अब ढल्छन् यो आँकडा सुन्दाखेरि त होइन फाल्तु भन्न पनि बेर लाउँछन्। तर यो साँच्चै हकिकत हो। यिनीहरूले यति मात्रै लिएका छैनन्। यिनीहरूले साथमा हजुरको चाहिँ नि यो काम गर्ने, बगैँचामा काम गर्ने, किचनमा काम गर्ने कर्मचारी समेत लिएका छन्। यी सबैलाई फिर्ता ल्याउनुपर्छ सरकार। यो हाम्रो चड्कारो माग पनि हो र पब्लिकको आवश्यकता पनि हो। यो सबैलाई फिर्ता लिएर आएर आम मानिस जसरी रहन्छन् त्यसरी नै यिनीहरूलाई पनि राख्नुपर्छ भन्ने सम्पूर्ण पब्लिकको धारणा यही नै छ। साथीहरू हजुरहरूको यो बारेमा के छ विचार कमेन्टमा बताउनु होला। हस् त।